गाइस हाम्रो भिडियोमा भ्यूज आइरहेको छ नि त पनि हामी भिडियो हाल्दै गर्छौँ डेली होइन तर हाल्ने त प्रयास गर्छौँ। घाँस चोराएर काट्दै यिनीहरू अब त्यो हेर्न सक्नुहुन्छ यो सबनपुर स्कुल हाम्रो गाउँको सबभन्दा ठुलो स्कुल। यही हो हाम्रो लोकेसन। यो जो यो बासको साइडमा छ त्यही हो हाम्रो सेल्टर। ये हाम्रो भाइरल हुआ टिकटॉक कालो कालो हेरेर सुनेगा हैं किसका गाना सुनेगा बोला सुना सुना अब हाम्रो गाउँतिरमा के ठुलो ठुलो नाट्दैछ यताबाट विद्यार्थीहरूलाई जान धेरै गाह्रो हुन्छ। म टमाटर सरलाई एउटै आग्रह गर्दैछु यहाँबाट एउटा बाटो बनाइदिनु ठ्याक्कै हाम्रो गाउँमा यहाँ त आउँछ हैन नत्र उताबाट धेरै टाढा घुम्न लाग्छ। यता पनि धेरै टाढा छ घुम्नलाई धेरै टाइम लाग्छ त्यही भएर यताबाट एउटा बाटो बनाइदिनु। यो स्कुल आजकल धेरै भाइरल छ तपाईलाई थाहा छैन अनि सर्च गर्नुला फेसबुकमा टिकटकमा श्री चोदनपुर एम सबनपुर स्कुल। चौधाउन गाइरहेको छ हाम्रो केटाहरू त माकेमा घाँस काट्दैन। त्यहाँ छ हाम्रो नाला पानी पढाउने यहाँ एउटा छ हाम्रो हैन एउटा पानी उता दुईटा झगडा भइसकेको छ झगडामा दुईटा हो मगे ला समाते गयो अब दुईटा क्यामेरा क्वालिटी धेरै खराब छ। गाइस भ्यूज पुगायो त छिटो छिटो हामीहरूले क्यामेरा स्ट्यान्ड चाहिन्छ यार भिडियोहरू बनाउनलाई स्ट्यान्ड चाहिन्छ अनि क्यामेरा स्टेबल हुन्छ हैन। यहाँ पनि अड्डा एकदम राम्रो बन्छ तर हाम्रो खेत होइन। अब गाली गर्छ सबैले हैन कसको खेत हो त्यसले गर्छ होला। ताछ हाम्रो बिजुली अफिसको मेन अफिस उतै हो हाम्रोतिर मकै खेत है अन्त यो जुन ठाउँ छ गाइस यहाँ पहिला धेरै ठुलो एउटा रुख थियो त्यसमा हामी झुला झुल्थ्यौँ धेरै ठुलो। अब यो रुख हुँदै छैन यहाँ पनि थियो रुख हैन त्यहाँ नौरो भाइरल हुँदा के गर्दैछ लोकेसन राम्रोसँग हेर्नु गाइस। यही हो यो जुन मेन छ हाम्रो यो बास्नेर त्यही हो हाम्रो सेल्टर त्यहाँ वाइट वाइट हेर्न सक्नुहुन्छ। ये दोनों को झगड़ा हो गया है अब क्या करें इधर एक गाना गा रहा है ये लोग का खेत है। हम सुबह यहाँ पर आए थे देखने के लिए जंगली भैंसी जो है वो आया था इधर देख सकते ये अच्छा इधर भी है सब मक्के खा लिया गाय इधर का सब मक्के खा लिया। यहाँ पर बहुत भयानक जंगल था पहले यहाँ देख सकते हैं जंगल था पूरा वायरल हुआ है। बाय बाय गाइस मिल्छु तपाईहरुले नेक्स्ट भिडियोमा। जय नेपाल जय नेपाल।